एक्कासी मलाई पिरोको क्रेभिङ हुन लाग्यो। त्यसपछि मैले बनाएँ पिरो खसीको मासु अन्डासँग फ्राइड राइस। मेरो कपडा फ्यान्सी यो यो मेरो बाबा ह्यान्सी। सो हेलो एन्ड नमस्ते गाइज, इट्स मी अन फर्स्ट एन्ड ब्याक अगेन विथ न्यू मिनी ब्लग। सुरुमा त मैले कराई लिएँ, कराईमा तेल हालेँ, तेलमा प्याज हालेँ अनि त्यसलाई मजाले एकछिन फ्राई गरेँ। अनि त्यसमा मसँग लसुन पनि थियो अनि लसुनको पेस्ट पनि थियो। त्यसलाई दुध तेल हालेर मैले मजाले एकछिन फ्राई गरिदिएँ। अनि रातो खोर्सानी पड्काएर त्यसलाई मजाले एकटिको रातो रातो पारेर त्यसमाथिबाट अन्डा हालेर एकछिन चलाएर छोडिदिने। अनि त्यसमा हालिदिएँ मैले रेड चिली पाउडर, टर्मरिक पाउडर अनि घरमा पिसेको मसला अनि स्वादअनुसार नुन। अनि त्यसलाई एकछिन हालेर चलाइदिएँ अनि एकछिन मजाले छोडिदिएँ। अनि त्यसमा थोरै पानी हालेर हालेँ। अनि त्यसपछि त्यसलाई अलिकति थोरै ग्रेभी बनाएर राइसलाई फुटाएर एकछिन मिक्स गरिदिएँ। अनि रेडी हुन्छ हाम्रो खसीको मासु एन्ड अन्डा विथ फ्राइड राइस।